यहीँ नित्याको चाहिँ हिजो बर्थडे थियो हो बर्थडे मनाउनु गएको अरे बर्थडेको मिठाई नल्याइज त यहीँ दुईजना बजार गएको अरे आज तै मिठाई लिएर आउनु है त्यहाँ आज तै मजाको दिन भइरहेको छ है आज चाहिँ भोलि पसाइ कहिले टमाटरले पुरा फुल्दै रहेछ यसपालि चाहिँ अचार खाने भयो है योपालि थुप्रो फल्ने भयो चाहिँ मैले प्याज टमाटर काटेर राखेको छु यहाँ जिरा अदुवा लसुन पिसेर राखेको छु यहाँ चाहिँ मैले मासु धोएर पनि राखिरहेको छु यसमा चाहिँ मैले अहिले चाहिँ प्याज खार्दैछु हो अलिक मजाले ब्राउन कलरको बनाउनु पर्ने हुन्छ नि त मजाले खारिसकेपछि चाहिँ म यसमा अब चाहिँ मसला पाक्दैछ अब म यसमा चाहिँ मासु हाल्छु साथीहरु मेरो चिकन चाहिँ रेडी भइसकिसक्यो पाकिसक्यो छेगर फेरि एकताल छेगर म यो दिन्छु छेगर छिटो छेगर गुड बाई लुला यसले पनि हातमै खान्छ नि अन्त कहिले छेगर फेरि एकताल छेगर छिटो छेगर म दिन्छु छेगर त त्यहाँ छेगर छिटो आया धन्यवाद हेलो साथीहरु गुड मर्निङ म चाहिँ यहाँ रेडी भएर अब घुम जानु आँटेको छु हो नानी चाहिँ अब स्कुल गइसकिसक्यो स्कुल ड्युटी गाडीमा अन्त अब म चाहिँ जानु आँटेको छु आज चाहिँ दिन घाम लागिरहेको छ है साथीहरु के गर्नु हुँदैछ हो आज चाहिँ म प्याजी बनाउन आँटेको छु हो प्याजीको पकौडा यहाँ चाहिँ मैले प्याज काटिसकेको छु अन्त अब यहाँ चाहिँ म हरियो खोर्सानी हाल्दैछु हरियो खोर्सानी अन्त अब यसमा म अलिकति एउटा एकछिन पनि हाल्छु अलिकति अन्त म यसमा यो अलिकति चिल्ली पाउडर हाल्दैछु अब यसमा म नुन हाल्छु नुन हालेँ अब यसमा चाहिँ म बेसन हालेर बेसन हालेर चाहिँ म यसलाई मिक्छु यो चाहिँ पकौडा पाक्दैछ साथीहरु हो मेरो छोरी पढ्दै पनि छ ड्रइङ गरेछ होमवर्क गरेको अरे हाम्रो आमा छोरीको डिनर चाहिँ रेडी भइसकेको छ अन्डा करी छ प्याजी छ प्याजको पकौडा सागको सब्जी दाल अचार अब चाहिँ हामी आमा छोरी खाने तपाईं पनि खान्छ म चाहिँ यहाँ छु मेरो छोरी चाहिँ यहाँ छ हेर्दैन नि त हेलो हामी खाने
गुड मर्निङ एभ्रिवान। आज चाहिँ बिहान बिहानै नै काम लागिरहेको छ। मजाको दिन भयो आज चाहिँ बिहान बिहानै। यो देख्दै गरेको जोरबङ्गला अहिले बिहान चाहिँ म रोटीमा आलु पकाइसकेँ, आलुदम आटा पनि गुनिरहेको छु। अब बिहान चाहिँ म रोटी र आलु बनाउन आँटेको छु साथीहरू। हो आज चाहिँ कति दिन बाद काम लाग्यो नि त, हिजोसम्म चाहिँ उसै लागिरहेको थियो हो। अन्त अब रोटी पोल्ने हो म चाहिँ। मेरो छोरी चाहिँ यहाँ पढ्दै नै छ किनकि के गरेको अन्त नलेखेर नपढेर चाहिँ अब गर्छस् अहिले भेट्छस्। अन्त म चाहिँ यहाँ छु साथीहरू। हेलो साथीहरू, गुड मर्निङ। स्वागत छ हजुरहरूलाई हाम्रो युट्युब च्यानलमा हो। अन्त अहिले चाहिँ हामी चाहिँ माथि घुममै छौँ नि त। आज चाहिँ वेडनेसडे हो। अन्त म चाहिँ अहिले चाहिँ अब डेली भ्लगहरू गर्नु पनि टाइम त होइन कि अब के गर्नु के हाल्नु भ्लगमा पनि हो। तपाईँलाई पनि एउटै हेरिरहेकोले वाक्कै पनि लाग्छ होला, त्यही भएर चाहिँ घरिघरि चाहिँ र पनि हाल्छु भन्ने चाहिँ हुन्छ। त्यही भएर म भ्लग गर्दैछु साथीहरू। अन्त अब चाहिँ म रोटी पोल्न आँटेको नि त। नानीको चाहिँ 9 बजी लाग्छ स्कुल। अन्त यहाँनिर मैले आलुदम चाहिँ पकाइसकेको छु हो। आलुदम पाकिसकेको छ मेरो। अन्त अब रोटी पोल्ने। आमाले चाहिँ यहाँ रोटी पोल्नु हुँदैछ है आमा। बिहानको नास्ता, बिहानको खाजा चाहिँ रोटी हो। म चाहिँ यसरी ठुल्ठुलो पोल्छु है साथीहरू रोटी। यही नानीहरू स्कुल जानु आँटेको छ। फुपूले फ्रुट्सहरू बाँड्नु हुँदैछ। छोड्छ भने त मलाई किन साह्रो मनपर्छ। रिदान्त र केन्जे गएको। बाई बाई बाई, जानुहोस् ल। यहाँ हाम्रो आन्टी चाहिँ बिहानै छो बार्दै आउनु भएछ है। तपाईँ त हिजो छोड्छ नि त्यो त। हेर फेरि कसै म त यो तोरमा खान्छु। आन्टीले चाहिँ छोलेर पनि भएको छ हो। भाग झरेको पनि टिप्दैछ खानु अरे भन्दै हो। उनीहरू अर्कोले माग्छ। मेरो चाहिँ यो राखिराख्छु ल, म अहिले एकको ल्याउनु हुँदैन अन्त तपाईँले अहिले आएर खान्छु। केन्जे बाई बाई। यता हेरेर बाई गर्दै न। यो यति चाहिँ राख्छु म, एक एकवटा सबै मेरो भागको। होस् म यति खान्छु। भयो बैस न टिप्की भएको। आयो हँसेर मौसमी होला हौ। मौसमी है, मौसमी भन्छ होइन। कहाँ फेरि भिडियो बनाउनु होला 12 पछि। मेरो छोरी पनि रेडी भइरहेको छ। जाउँ हिँड आऊ नानी लगेर कस्तो डुल्नु, यस्तो डुल्नु जाउँ ल। अहिले 12 पछि लैजाऊ न, के हुँदैन हौ नानी, के हुन्छ है। होइन हौ उसलाई भनेको जाउँ ल डुल्नु। त्यो चारो मान्नुपर्छ हो ल। केही हुँदैन हौ, त्यही बाटो गएको यिनीहरू स्कुल। यो चाहिँ मेरो छोरीको स्कुलको यस्तो हुन्छ। चलिनाले बार्छ। म त डर लाग्छ हौ। म त बार्दिन नि। एउटा खाएर पनि मेरो तोरमा माग्दैन। हेर्नुहोस् त्यो आन्टीले ल्याइदिनु भएको थियो नि त छो हो। अस्ति रौनक कराएको थियो। अहिले त्यस्तो गर्नुहुन्छ सबले बारे पो खानुहुन्छ छो भनेपछि त। अब फटाफट काम गर्नुपर्ने हुन्छ। त्यसले छ अब सनाके पार्छु। स्कुल गएको। बाई जाउँ ल। कतितिर उताबाट जाउँ न। स्कुल गएको अरे यता गेटबाटै जान्छ अरे हो। पैसा हालिस् कपीको।
फेरि दिन चाहिँ बिग्रिँदै आउला जस्तो हुँदैछ है फेरि अघि घाम कस्तो मजाको थियो अहिले छैन फेरि अन्चु बाई बाई ओइ नानीको लुगाहरू पनि सुकाइराखिदिएको छु लगाएको एकछिन घाममा लुगा यहाँसम्म पट्याउनु पर्छ अन्त यो भाँडाहरू त चाहिँ अब म अहिले एकछिनतिर भेट्छु हजुरहरूलाई चाहिँ नि यो जग चाहिँ बिग्रिरहेको छ हो यो मुनिको प्लेट चाहिँ राम्रै रहेछ यो बनाउनु चाहिँ लानुपर्छ के भएको नि हो पानी नै तातेको छैन मैले मेरो स्कुलबाट यो के सब्जीहरूको बिउ पाएँ हो सबैले नानीले स्कुलबाट बारेको थिएछ हो सायद कसैले जोगीलाई जस्तै यहाँ मैले जोगीलाई जस्तै रहेछ है हामीलाई त अब अलिअलि हर्दी मसला तेल नुन आलु यहाँनिर मलाई काँक्रा हालिदिनु दिकिन र लाइटै गर्नु बिर्सेन यहाँ चाहिँ हामीले आज यो बेग पाएँ हो अस्ति घुम गर्ल्समा पनि घुम गर्ल्स र घुम बोइजमा पनि दिएको थिएछ आज हामीलाई पनि बाऱ्यो के बोक्दा हुन्छ नि म चाहिँ सुतिरहेको छु हो अन्त आजको भिडियो चाहिँ यतिमै क्लोज गर्दैछु अनि तपाईँहरूले हेरेर मन पर्यो भने चाहिँ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु चाहिँ नभुल्नुहोस् होला अब अर्को नयाँ भिडियो लिएर आउने छु बाई बाई गुड नाइट